हेलो साथीहरु, हजुरहरुलाई मेरो डे 3 मिनी भ्लगमा स्वागत छ। हजुरहरु सन्चै हुनुहुन्छ र म पनि एकदम आरामै छु। आज चाहिँ मेरो बिहानको सुरुवात यसरी बित्दै छ है। अरु बेला 6 बजे उठ्ने म आज चाहिँ 5 नबज्दै उठेर नुहाइधुवाइ गरेर नास्ता बनाएर हामी चाहिँ खाए। आज चाहिँ केही काम गरेको छैन साथीहरु, झाडु पोछा यताउति सबै छोडेर बिहान हामी चाहिँ बुढाबुढी मिलेर अन्त कतै जान थियो। बाबुलाई चाहिँ उतै मामा घर छोड्दिएम, उतैबाट स्कुल जान्छ। सजिलो हुने के साथीहरु है, मामा घर नजिक भएपछि बच्चा बच्ची पनि ज्यामिन्छन्। मामा घर भनेपछि हुरुक्कै गर्ने अनि हामीले ढुक्क भइहाल्छ नि। आफ्नो बाउआमासँग बस्दाखेरि हामीलाई पनि ढुक्क, उनीहरु पनि खुसी। हतार पनि कति हो के साथीहरु। मलाई चाहिँ 7 नबज्दै पुग्न थियो। काम हुनुहुन्छ भने चाहिँ मैले लाइसेन्सको लागि फर्म भरेको थिएँ। आज चाहिँ मेरो लिखित छ। म चाहिँ 7 नबज्दै पुग्दाखेरि पनि यति धेरै भिड भइसकेको यातायात कार्यालयमा चाहिँ हेर्न सक्नुहुन्छ। एकछिन चाहिँ लाइनमा पनि बस्न पर्यो, भित्र गएर एक्जाम पनि दिए। बाहिर निस्केर हेरेको त यति धेरै भिड भइसकेको साथीहरु। धन्न पहिलो लटमा आएर फर्स्ट लटमा एक्जाम दिन पाएँ। साथीहरु हामी चाहिँ घरतिर लाग्यौं आजको लागि यति नै। फेरि भेटौँला। के कस्तो लाग्यो भिडियो लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब चाहिँ गरिदिनु होला। धन्यवाद।